हेलो नमस्ते साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैलाई ह्यापी न्यू इयर। खोइ ह्यापी न्यू इयर भन्ने छोरी। ह्यापी न्यू इयर 2082 को धेरै 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 शुभकामना भन्दै शुभकामना। ह्यापी न्यू इयर। ह्यापी न्यू इयर तपाईलाई पनि र शान्तिमलाई पनि। आज चाहिँ हाम्रो मतलब नेपाल काठमाडौँमा चाहिँ आज ह्याप्पी न्यू इयर। हाम्रो एन्जलको बाबा चाहिँ छुट्टिरहनु भएको छ यति बेला चाहिँ पनि। उहाँ चाहिँ महा अल्छी हुनुहुन्छ। मैले उहाँलाई देखाउन चाहिनँ है छोरी। हामी मात्र हो जाँगर, हामी चाहिँ उठिसक्यो। छोरी पनि भर्खर उठ्नु भएको। के हेरेको बाहिर हेरिरहेको छ ऊ चाहिँ पुरै। के हेरेको साना? यस्तो बिहान बिहानै घाम चर्केपछि अनि कहाँ जान्छ मान्छे? राम राम। मैले चाहिँ लुगा पनि धोएर सुकिसक्यो। यता चाहिँ सानाको लुगा मात्र सुकाउने गरेको छ किनभने छिट्टै घाम लाग्छ नि त यता। अनि त्यही भएर अनि हामीहरूको लुगा चाहिँ उता सुकाउने गरेको छ। यता चाहिँ छोरीको लुगा मात्र सुकाउँछ। ह्याप्पी न्यू इयर भन्दै सबैलाई ह्याप्पी। साथीहरु एन्जलको पारा हेर्न नै पानी खेल्न पाएपछि त यति धेरै खुसी हुन्छ नि हो। राम राम। एन्जल बेबी पुरा चाहिँ देखाउनु मिल्दैन। ढुन्ढुन यता हेर न साना। चिसो चिसो पानीले नुहाउन यति धेरै खुसी हुन्छ नि। अब हामी भेट्छौँ नुहाएर। एन्जल नुहाएर आइसक्यो। बेबी कस्तो फिल भइरहेको छ मेरो छोनालाई। नुहाइ गरेर है? नुहाइ गऱ्यो? नुहाइ। अब हामी लुगा लाउने। मेचोली लुगा लाएर रेडी हुन्छन्। हच लुगा लाएर भेट्छु साथीहरू भन्दै न। लुगा लाएर भेट्छु। एन्जल चाहिँ नुहाएर नाना पनि लगाइसक्यो एन्जलले। एन्जल यता हेर्दै बेबी छोरो। ए सोना मोबाइल हेर्न पाएपछि केही चाहिँदैन है उसलाई चाहिँ। लुगा लगाएर टिरी हाँसिरहेको छ सानो। ए बेबी अब चाहिँ एन्जल खाजा खान्छ। आज दिनभरि चाहिँ म एन्जल के गर्छ देखाउने छु हजुरहरूलाई। एन्जल नाइ ऊ व्यस्त छ पुरै मोबाइलमा। अब एन्जल खाजा खान्छ। साथीहरू एन्जलले चाहिँ खाना खाइसक्यो। खाजा नास्ता भइसक्यो एन्जलको। यहाँ हेर तिमी खोइ हेरेको अट्याइरी हो। खाजा खायो? नचलाउ न पङ्खाले गर्दा केही पनि सुन्दैन हामीले। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर सबैलाई। रिसाए पनि। ह्याप्पी न्यू इयर। एन्जल रेडी भइसक्यो। खाएर खाजा खाएर अब कहाँ जाने हो एन्जल थाहा छैन। कहाँ जाने तिमी? गर्ने। अब एन्जलले खाएर सकायो। अब हामी खानुपर्ने हुन्छ खाजा। म बनाउँदैछु चाय। एन्जल चाहिँ उतापट्टि गएको छ अनि हामी चाहिँ चिया खान लाग्छौँ। चिया बनाएर चाय लभर चाहिँ को हुनुहुन्छ भन्नु है। म चाहिँ चियाको एकदम ठुलो लभर। यति धेरै मनपर्छ नि मलाई चाहिँ चिया जति खाए नि पुग्दैन हो। मजाले उम्ल्यो भने चाहिँ कलर मजाले निस्किन्छ नि त त्यसैले। दुध उमाल्दा त्यो दुधको पुरै उयो बसेको छ।
अब हामी खाजा खाएर भेट्छु साथीहरू। एन्जल चाहिँ उता दादालाई भेटेर नि आइसक्यो अनि खेलिरहेको छिन्। ऊ चाहिँ त्यहाँको त्यो सबै निकालेर मुखमा हाल्छ। सरो के खेलेको? हेर न त्यहाँको सबै निकालिदिन्छ चाहिँ। सानो मुखमा नहाल न बेबी। के रहेछ चाचा? कस्तो राम्रो खेल्ने कुरा के। एन्जलले चाहिँ हातले समाएर आउनै दिँदैन। त्यसले त्यहाँ राख्न खोजेको होइन। Baby, Angel. त्यसले चाहिँ खाना बन्द गरिदिन्छ। निकाल्दै राख्दै गर्छ है। ऊ चाहिँ उसको सामानहरू सबै आफै निकाल्छ आफै राख्छ। एन्जलको एउटा बानी चाहिँ राम्रो छ, जहाँबाट सामान निकालेको नि त्यहीँ राखिदिन्छ क्या। बेबी त्यसो गऱ्यो भने त टुट्छ त यो त परेको होला। त्यो मुनि सामान पसिथ्यो होला। निकाल अब निकाल त्यहाँबाट। यसरी हेर। यो वाला खेलना चाहिँ मलाई पनि मन पर्यो क्या। कस्तो राम्रो छ। यहाँ अन अफ गर्ने छ होइन। वाउ बेबी आऊ यहाँ हेर न। हुन्न नि त्यहाँ जान। उसलाई चाहिँ त्यो निकाल्नुपर्छ क्या। बल पनि राख्न गयो। के गर्नुभएको छोरीले त्यस्तो? एन्जल अरे सबै हातमा निकाल्न र हुन्न बेबो त्यो मुखमा हाल्न।
कहाँबाट हात घुसाएको होला हाँसिरहेको छ सानो स्माइल साथीहरू एन्जल चाहिँ सुतिसक्यो एन्जल सुताएर एन्जल चाहिँ यसै सुतेको छ गर्मी भएर नि त अनि पातलो सल चाहिँ उडाइदिएको छु मान्छे एन्जलको सानीमा पनि त्यहाँ सुतिरहेको छ एन्जल सुतेको बेला चाहिँ अब खाना पकाउनु पर्ने हुन्छ म चाहिँ अब खाना पकाउँछु अहिले फेरि एन्जल उठिहाल्छ क्या त्यसैले म चाहिँ खाना बनाउँछु एन्जल चाहिँ कति छिटो उठ्छ कि है सुत्दै सुत्दैन एकछिन पनि एन्जल चाहिँ उठिसक्यो अनि यहाँ मेरो तरकारी पनि पाकिसक्यो साथीहरू त्यो चाहिँ मिक्स तरकारी बनाइरहेको छु मान्छे छोरो उसलाई चाहिँ किचनमा चाहियो पारामलमा पनि भएको छ है चियाको साथीहरू हामीले चाहिँ खाना खाइ पनि सक्यौँ अनि खाना खाएर अब चाहिँ म एन्जललाई खुवाउँदैछु एन्जलले चाहिँ बिहानमा लिटो खाएको थियो अब चाहिँ दुध यो खिर जस्तो बनाइदिएको छु खाना खाएर भाँडा पनि त्यत्तिकै छ अब चाहिँ खाना खाएर एन्जललाई खुवाएर सफा गर्नुपर्ने हुन्छ एन्जल चाहिँ यहाँ छ एन्जल त यति धेरै चकचक गर्छ नि पानी खोल्दै गर्छ नाना पनि ल्याएर फ्याल्दैछ एन्जल हिँड खाना खान एन्जलले चाहिँ खाना खाइसक्यो कति धेरै गर्मी छ नि एन्जल एन्जललाई चाहिँ खाना खानिसक्यो अब चाहिँ म किचन सफा गर्नुपर्ने हुन्छ मैले चाहिँ किचन सफा गरेको छैन अब चाहिँ म किचन सफा गर्छु एन्जल मात्र यस्तो हुन्छ सबैजना एन्जललाई खाना खानु कस्तो नराम्रो मान्छ है उसलाई मोबाइल चाहिन्छ यति धेरै खेलौनाहरू ल्याइदिएको छु तर हुँदैन क्या उसलाई मोबाइल नै चाहिन्छ बानी लाग्छ
भइसक्यो मोबाइल नदिनु भन्दा जति बेला पनि मोबाइल हेरेकोले गर्दा फेरि के भयो बाहिर गयो बेबी आऊ के भयो सफा गर्छु भनेपछि सफा गर्न नदिने होला सुरु हुन्छ भगवान बेबी पाइप नतान न एन्जल दिनभरि आफू पनि सुत्दिनन् कहिले चाहिँ 2-3 चोटि सुत्छिन् कहिले आफू पनि सुत्न नहुने अरूलाई नि बस्न दिँदैन नि बेबी पानीको बोतल बोकिकन आइरहेछ मलाई चाहिँ मेन है किचन सफा भनौँ भने जाँगरै लाग्दैन किचन चाहिँ मजाले सफा गर्नुपर्छ बिस्तारै गर्नु के भयो सोना कुर्ता तानिरहेको छु बसेर काठमाडौँमा बाबाको नयाँ वर्ष तरफ त घुम्न जानु भन्नु अब यहाँको नयाँ वर्षमा जानु मात्र हो यहाँ चाहिँ होइन सानो हेलो टाटा गरिदिनुहोस् मेरो पछाडि झुन्नेको झुन्नै छ है मम्मी सफा गर्छु नि छोरी हस् लु फेरि आइसक्यो म उसले उ गर्न दिँदैन भनेर म चाहिँ उसलाई कार्टुन लगाइदिएर यता आएको ऊ पनि मेरो सँगसँगै आएको पछाडि कोही बेला चाहिँ मोबाइल हेरेर मजाले बसिरहेको छ कोही बेला चाहिँ जति खेल्ने कुरा दियो नि जति मोबाइल लगाएर मान्दै मान्दैन मम्मी बर्तन धुने जति भने नि बच्चालाई हजुर मसँग कुरा गरिरहेको छ मेरो सानो साथी हो तिम्रो साथी हो छोरी अथा हिजो हात काटेको थियो कस्तो पोलेको क्या पहिला खोइ एन्जल मोबाइल छोडेर काम गर सबैको यस्तै होला कि कहाँ गएको छोरो बेबी मोबाइल भुइँमा राखेर कता गएर आइसक्यो एन्जल चाहिँ म चाहिँ अहिले भाडा मलेर भेट्छु साथीहरू एन्जलले मलाई काम गर्न दिँदैन साथीहरू एन्जल चाहिँ खेल्दा सुतिसकेको छ चाहिँ मजाले सुत्छ है दिउँसो पनि आजलाई यति नै बाई बाई गाइस भिडियो मन परेमा लाइक गरिदिनु होला बाई बाई